76 सालभित्र नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ, हामी देखाउँछौं। 76 सालभित्र नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ, हामी देखाउँछौं। गैंडा अमेरिकामा जन्मिदैन, युगाण्डामा जन्मिँदैन, अस्ट्रेलियामा जन्मिँदैन। गैंडा हेर्नलाई सबैले यही नेपालमै आउनुपर्छ। जिन्दगीमा एकपल्ट गैंडा हेरेन भने जतिसुकै विकसित देशको जोसुकै मान्छे होस्, जोसुकै धनी होस्, गैंडै देखाएको छैन भने त्यसको आधा जिन्दगी त त्यसै गयो। 2 गैंडा अमेरिकामा जन्मिँदैन, युरोपमा जन्मिँदैन, अस्ट्रेलियामा जन्मिँदैन, यही आउनुपर्छ। यही देखाऊ। जिन्दगीमा एकपल्ट गैंडा हेरेन भने जोसुकै विकसित देशको जोसुकै मान्छे होस्, जोसुकै धनी होस्, गैंडै देखाएको छैन। आधा जिन्दगी खेर। रेल आउँछ, पानी जहाज पनि आउँछ, टिकट काट्न पाइन्छ, काउन्टर खुल्छ, त्यसको सूचना पनि हुन्छ। 3 रेल आउँछ, पानी जहाज पनि आउँछ, टिकट काट्न पाइन्छ, काउन्टर खुल्छ, त्यसको सूचना पनि हुन्छ। अबदेखि सिलिन्डर काँधमा बोकेर, साइकलमा बोकेर, मोटरसाइकलमा बोकेर कुद्नु पर्दैन। सिलिन्डरको खेल समाप्त गरिदिन्छु। घर घरमा, चुला चुलामा पाइप पुर्याइदिन्छु। एउटा मिटर टाँसेर राखिदिने भित्तामा, जति बाल्नुहुन्छ बाल्नुहोस्। पिटिक्क खोल्दाखेरि चुलामा आगो बल्छ। 4 सिलिन्डरको खेल समाप्त गरिदिन्छु। घर घरमा, चुला चुलामा पाइप पुर्याइदिन्छु, जति बाल्नुहुन्छ बाल्नुहोस्। अब डिजेलको भुरुरुरु धुवा छोड्ने बस होइन, इलेक्ट्रिक बस चलाउनु पर्छ। 5 अब डिजेलको भुरुरुरु धुवा छोड्ने खालको बस होइन, इलेक्ट्रिक बस चलाउनु पर्छ। बीपी कोइराला अहिलेसम्म बाँच्नु भएको भए कांग्रेस छोडेर एमाले प्रवेश गर्छु भनेर एमालेमा आउनुहुन्थ्यो। 6 बीपी कोइराला अहिले बाँच्नु भएको भए कांग्रेस छोडे एमाले प्रवेश गर्छु भनेर एमालेमा। अब केरुङ काठमाडौँ, काठमाडौँ पोखरा रेल आउँछ। पोखरा रेल आइसकेपछि बेनीसम्मको रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। पोखरा रेल आएपछि बेनी जाँदैन। बेनी जाँदा कहाँबाट जान्छ? कुस्मा हुनु परेन? कुस्मा त स्टेशन नै हुन्छ। 7 केरुङ काठमाडौँ, काठमाडौँ पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। पोखरा रेल आएपछि बेनी जाँदैन। बेनी जाँदा कहाँबाट जान्छ? कुस्मा हुनु परेन? कुस्मा त स्टेसनै हुन्छ। केही वर्षको कुरा हो यो। यी भाषणहरू हेर्दा र सुन्दा अहिले हामीलाई लाज हुन्छ, तर स्वयं ओलीलाई किन लज्जा नभएको? अभिमानकै कारण होइन? जे बोल्दा पनि हुन्छ नेताले। उनका यस्ता हावादारी भाषणहरूमा ताली ठोक्दै होमा हो मिलाउँछ।